डट सकिएन सकिएन नेक्स्ट ओभरमा गयो गेम डट बल जम्मा जम्मी 2 रन चाहिएको अवस्था छ क्लोज आउन जति सजिलो भएको थियो फिनिसिङ लाइन क्रस गर्न त्यति नै सकस परिरहेछ विनिङ रन हान्ने चक्करमा क्याप्टेन आउट यहाँ पनि अपिल त थियो तर सायद स्टम्पलाई मिस गर्थ्यो त्यो बलले नट आउट विनोद भण्डारी पुरै सिजन चलेर फाइनलमा फ्लप हुँदाखेरि पनि नमिठो लागिरह होला सिंगल आएको छ स्कोर बराबर भएको छ दुईटै टिमको स्कोर बराबर भएको छ अब 1 रन चाहिएको छ लुम्बिनी लायन्सले लगातार 6औं जित निकाल्दै नेपाल प्रिमियर लिगको फाइनल जित्न लागेको छ जम्मा जम्मी 1 रनको आवश्यकता छ सन्दीप जोरालाई विनिङ रन हान्ने अपर्च्युनिटी छ क्याप्टेन रोहित पौडेल चौका हान्न खोजिरहनु भएको थियो फिल्डरको माथिबाट तर दिपेन्द्र सिंह ऐरीले क्याच पक्रिनु भयो छेउ आउट हुनुभयो उहाँ सन्दीप जोरा लेग साइडमा टुक्क पारेर 1 रन चोर्न खोजेको थियो सिधा फिल्डरको हातमा रन आएन डट बल 1 रनका लागि सङ्घर्ष चलिरहेछ स्विप एन्ड आउट जम्मा जम्मी 1 रन चाहिएको छ 10 ओभर पनि भएको छैन गेम पुरै आधीभन्दा बढी बल बाँकी छ तर यो जरुरी थियो र यो सर्ट जरुरी थियो र डाउन द ग्राउन्ड हानेर 1 रन लिएको भए पनि हुने स्विप हान्ने चक्करमा आफ्नै विकेट स्विप भएको छ सन्दीप जोरा 3 बलमा 0 रन ल ओके 30 डेज 1 रन दिलीप नाथले सिंगल हानेका छन् यससँगै नेपाल प्रिमियर लिग सिजन 2 जितेको छ लुम्बिनी लायन्सले वाट अ स्टोरी लगातार 6 म्याच जित्दै टुर्नामेन्ट जितेको छ एक समय लिग स्टेजमा तालिकाको पुछारमा अड्किरहेको लुम्बिनी लायन्सले टाइटल नै जित्छ भनेर कसैले पनि भनिराखेको थिएन तर वाट अ टर्न अराउन्ड वाट अ कमब्याक लुम्बिनी लायन्स ट्रु लायन्स पर्फर्मेन्स गरेको छ फाइनलमा पुरा लायनले टाइगरलाई यसरी पाहा लागेको छ कि कुनै पनि हामीहरूको बीचमा कुनै प्रतिस्पर्धा नै छैन भन्ने जसरी सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ लगातार दोस्रो सिजन स्ट्रेट फाइनलमा पुगेको अनि लगातार 2 पटक नै फाइनलमा पराजित भएको सुदूरपश्चिम यो नतिजाको लागि पक्का पनि तयार थिएन होला तर लुम्बिनी लायन्सले एउटा रिमार्केबल कमब्याक स्टोरी लेखेको छ र ट्रफीमा आफ्नो नाम पनि लेखाएको छ लुम्बिनी लायन्सले लगातार 3 गेम जित्दै लिग स्टेजको अन्तिम 3वटा गेम लगातार जितेर चौथो टोलीको रूपमा प्लेअफको लागि छनौट भएको थियो त्यसपछि एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पाखा लगायो दोस्रो प्लेअफमा विराटनगर किङ्स फेभरेट थियो उक्त म्याचमा तर विराटनगर किङ्सलाई तिमीहरू हाम्रो कम्पिटिटर नै हैनौ भन्ने जसरी एउटा मुसो खेलाए जसरी खेलाएर विराटनगरलाई साइड लगायो त्यसपछि फाइनलमा सुदूरपश्चिम रोयल्स टुर्नामेन्टको फेभरेट टिम सबैले टाइटलको मेजर कन्टेन्डर मानेको अथवा सबैले यही टिमले टाइटल जित्छ भन्ने अनुमान गरेको सुदूरपश्चिम रोयल्स तर सुदूरपश्चिम रोयल्सलाई पनि यति नमिठो गरी हरायो नि 85 रनमा अलआउट गरिदियो र एकदमै इजिली 10 ओभर पनि नभइकन टार्गेट चेस गर्यो अन्तिममा फिनिसिङ लाइन क्रस गर्नको लागि अलिकति त्यो एउटा ट्रफी अन द लाइन केही समस्याहरू देखिएको थियो अलिकति स्ट्रगल गरे तापनि दिलीप नाथले स्विप गर्दै 1 रन लिएर लाइन क्रस गरेका छन् र लुम्बिनी लायन्सले प्रतियोगिता जितेको छ दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा पराजित बनेको छ सुदूरपश्चिम रोयल्सका लागि हामीहरूले फिल गर्न सक्छौं
एकदमै राम्रो म्याच खेलेको, पुरै टुर्नामेन्टभरि नै एउटा टिम टु डिफिटवाला पर्फर्मेन्स थियो। यो टिम हार्नै नजानेको या कसैले हराउनै नसक्ने जस्तो देखिएको एउटा मात्र टिम थियो। तर फाइनलमा उक्त टिमको छाया पनि देख्न पाइएन। सायद सुदूरपश्चिम रोयल्सले ग्रुप स्टेजमा गरेको पर्फर्मेन्सको छाया पनि उनीहरूले फाइनलमा गरेको पर्फर्मेन्सभन्दा राम्रो थियो। तर पनि फाइनल भनेको फाइनल नै हो र फाइनलमा आइपुग्दाखेरि निकै नै धुरन्धर टिमहरूले पनि घुँडा टेकेको इतिहास पाइन्छ र नेपाल प्रिमियर लिगको फाइनलमा पनि त्यही भएको छ। सुदूरपश्चिम फाइनलसम्म आइपुग्नलाई केही समस्या नै पर्दैन अनि फाइनलमा एउटा अफ डे उसको देखिन्छ। फर्स्ट सिजन पनि एउटा राम्रो टोटल बनाएको थियो, 180 प्लसको टोटल बनाएको थियो, त्यो पनि डिफेन्ड गर्न नसकेर हारेको थियो जनकपुर बोल्टसँग। तर यो सिजनमा भने जम्मा 85 रनमा प्याकअप भयो र 86 रनको लक्ष्य लुम्बिनी लायन्सले सहजै भेटायो र फेरि सुदूरपश्चिम रोयल्सको एनपिएल ट्रफी जित्ने सपनालाई फेरि अर्को एक सिजन पछाडि धकेलिदिएको छ लुम्बिनी लायन्सले।